नमस्कार। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले रवि लामिछानेलाई जेल बाहिर निकालेर उनलाई प्रधानमन्त्री बनाउने धारणा व्यक्त गरेका छन्। डाक्टर भट्टराईले यस धारणा व्यक्त गरेपछि नेपाली राजनीतिमा नयाँ नयाँ तरङ्ग आएको छ। के अब रवि लामिछाने जेल बाहिर निस्किन्छन् कि अब रवि लामिछाने प्रधानमन्त्री बन्छन्? यो प्रश्न जन जन र मन मनमा उठेको छ। सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा समेत झेलेका रवि लामिछाने विभिन्न अदालतको आदेश अनुसारको पूर्वपक्षमा थुनामा रहेका छन्। रवि लामिछानेले विभिन्न अदालतमा उसका फाइलहरू छानी छानी जलाउन लगाएको भनिएपछि अहिले ती फाइलहरू नभेटिँदा रवि लामिछाने 1-2 साल अझै पनि जेलमा बस्नुपर्ने अवस्था रहेको विभिन्न व्यक्तिहरूले बताउँदै आएका छन्। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भने जस्तै कि रवि लामिछाने अब बाहिर निस्केर प्रधानमन्त्री बन्छन् त? हो आदरणीय साथीहरू, रवि लामिछाने बेला बेलामा जेलबाट बाहिर निस्किने गरेका छन्। रवि लामिछानेलाई बेला बेलामा जेलबाट बाहिर निकालिने गरेको छ। रवि लामिछाने बाथरुम जाँदाखेरि जेलबाट बाहिर निस्किने छन् भने उनलाई कहिलेकाहीँ घाम तपाउनको लागि पनि जेलबाट बाहिर निकालिने गरिएको छ। विभिन्न व्यक्तिहरू भेटघाटमा आउँदा पनि रवि लामिछानेलाई जेल बाहिर निकालिने गरेको जेलको स्रोतले जानकारी दिएको छ। अनि निस्केनन् त रवि लामिछाने जेल बाहिर? धन्यवाद, नमस्कार।